को एउटा कुनामा भने निन्द्रा र शान्तिलाई सदाको लागि लिलाम गर्ने एउटा भयानक तानाबाना बुनिरहेको थियो। स्थान घरिधाराको एक सामान्य देखिने थकाली भान्साघर, तर त्यो भान्साघरको टेबल नम्बर 31 आज सामान्य थिएन। त्यो टेबलमा 4 जना व्यक्ति थिए, तर उनीहरूको मौनतामा लुकेको थियो आउँदो बिहानीको कोलाहल। त्यहाँ देशको राजधानीलाई नै खरानी बनाउने एउटा डरलाग्दो षड्यन्त्रको अन्तिम अध्याय लेखिँदै थियो। धुवाको मुस्लोभित्र हराएका थिए बालेन। उनको अनुहारमा चिन्ता होइन, असन्तुष्टिको कालो बादल मडारिएको थियो। केही घण्टा अघि भएको नरसंहार उनीहरूले सोचे जस्तो भएको थिएन। जम्मा 19 जना। उनीहरूको नजरमा 19 वटा लास आन्दोलनलाई उत्कर्षमा पुर्याउन पर्याप्त थिएनन्। उद्देश्य सफल हुन अझै रगत बग्न बाँकी थियो। बालेनले लामो सर्कोमा चुरोट तानेर एस्ट्रेमा राखे। उनको बेचैनी कोठाको चिसो हावामा प्रष्टै घोलिएको थियो। अब के गर्ने, यो प्रश्नले सबैलाई घेरेको थियो। त्यही बेला टेबलको अर्को कुनामा बसेका भारतीय सेनाका एक उच्च अधिकारीको चिसो आवाज कोठामा गुन्जियो। उसको आँखामा न दया थियो न पश्चाताप, केवल थियो एउटा मिशन पूरा गर्ने क्रूर दृढ़ता। उसले आफ्नो रूखो हिन्दी लवजमा आदेश दियो, इतने से काम नहीं चलेगा। सेंटिमेंट जगाने के लिए कल आग लगानी होगी हर तरफ। काठमांडू की सड़कों पर आग जलनी चाहिए, हर चौक हर गली में। लोग डरने चाहिए और सरकार को झुकना ही होगा। यो प्रस्ताव थिएन, यो आदेश थियो। एउटा यस्तो आदेश जसले सिंगो शहरलाई एउटा जलिरहेको चितामा परिणत गर्न सक्थ्यो। सबैको नजर बालेनमाथि थियो। उनले चुरोटको अन्तिम ठुड्डो निभाए र चिसो स्वरमा भने, ठीक छ। एक शब्दको त्यो सहमति त्यो कोठामा बसेकाहरूका लागि सामान्य थियो होला, तर त्यो काठमाडौँको भाग्यमाथिको मृत्युदण्डको फैसला थियो। रुटिन अफ नेपालका भिक्टर पौडेलको अनुहारमा भने दुविधा प्रष्ट देखिन्थ्यो। उनले काँपेको स्वरमा भन्न खोजे, अलि सोच्नुपर्छ कि? तर उनको कमजोर प्रतिवाद त्यो अँध्यारो कोठामा कसैले सुनेनन् वा सायद सुन्न चाहेनन्। र अर्को कुनामा हामी नेपालका सुदन गुरुङ। उनी सबैभन्दा रहस्यमयी थिए। उनी घरिघरि फोनमा कोहीसँग आत्तिएको स्वरमा कुरा गरिरहेका थिए। के उनी माथिबाट आएको आदेश पालना गर्दै थिए या कुनै अज्ञात शक्तिलाई रिपोर्ट बुझाउँदै थिए? उनको त्यो फोन कल यो षड्यन्त्रको अर्को नदेखिएको पत्र थियो। यो कुनै सामान्य आन्दोलनको योजना थिएन। यो त थियो सिंगो राजधानीलाई बन्धक बनाउने, हजारौं निर्दोषको रगतले होली खेल्ने र त्यसैको रापमा आफ्नो राजनीतिक रोटी सेक्ने एउटा शैतानी योजना। त्यो रात टेबल नम्बर 31 मा केवल चुरोटको धुवा र थकाली खानाको बास्ना मात्र थिएन, त्यहाँ जल्न लागेको काठमाडौँको भविष्यको दुर्गन्ध पनि थियो। 4 जना मानिस र उनीहरूको एउटा निर्णयले भोलिको बिहानी कस्तो हुनेछ भन्ने तय गरिसकेको थियो। के भोलि बिहानको सूर्यले एउटा शान्त काठमाडौँ देख्न पाउला या देख्ने